सो हेलो गाइज गुड मर्निङ एभ्रिवान। आज म जाँदैछु मेला मेला जानुभन्दा म गएँ पार्टनरको घर। पार्टनरलाई भेटेर म गएँ काममा। पार्टनर आज मौसम दामी भएको थियो अनि भ्यूहरू खिचेर भिडियोहरू गरेर अनि एकछिन रेस्ट गरियो बस्यो अनि दृश्यतिर अनि उयो पसलहरू बन्द गरियो। पसल बन्द गरेर गएर म रुम गएर नुहाइयो उयो रेडी भयो अनि म गएँ पार्टनरको घर खाजा खानु। पार्टनरको घरमा चिया खाजाहरू खाएर म फेरि रेडी हुन आएँ अनि प्रजल आइसकेको थियो अनि प्रजलमा म गएँ मेला अनि बाइकमा रेडी भयौँ अनि मैले पनि रेडी भइसकेको थिएँ। त्यसपछि हामी लाग्यौँ मेलातिर अनि मौसम दामी भइरहेको थियो। मौसमको भ्यूहरूको हेर्दै हामी गयौँ मेलातिर। सनसेटको भ्यू पनि दामी आइरहेको थियो, त्यो हेऱ्यौँ। त्यसपछि हामी गयौँ मेलामा एकदम रमाइलो एकदम भिड थियो अनि फोटोहरू भिडियोहरू खिच्यौँ ओऱ्यौँ अनि राम्रो मौसम भइरहेको थियो सनसेटको अनि त्यो हेरेर अनि हामी त्यसपछि भिडियोहरू बनाएर हामी फर्क्यौँ। मेला सबैतिर घुम्यौँ गऱ्यौँ। पिङची खेल्नु पाएन होइन, के छैन नेक्स्ट टाइम खेल्नेछौँ अनि हामी फर्किँदै गयौँ अनि फर्केर हामीले पानीहरू खायौँ। पानीहरू खाइसकेर साथीहरूलाई भेट्यौँ ओऱ्यौँ। त्यसपछि गफ गर्दै हामी गयौँ अनि धेरैजना हामी भएर अनि बाइक एउटा मात्रै भएर हामी गयौँ सिटीमा अनि सिटीमा सबैजना रमाइलो गर्दै गएर हामी घरमा हामीले बनायौँ मासु अनि मासुको पिस पारेर हामीले सेकुवाहरू पोल्न थाल्यौँ अनि पोल्दै रमाइलो गर्दै गफ गर्दै गीतहरू सुन्दै अनि मुसीमा हामीले सेकुवाहरू सबै रेडी पारेर सबैजना वरिपरि बसेर सबैलाई बाँडेर निकाल्दै खाँदै रातभरि गफ गर्दै 11-12 बजिसक्यो त्यतिखेर अनि त्यतिखेर खाएर ओरेर अनि हामी गयौँ रुम अनि रुममा गएर म चाहिँ सुतेँ अनि आज चाहिँ लाइन नभएको कारणले अनि भिडियो हाल्न पाइरहेको छैन, त्यसैले भोलि बिहान हाल्छु। त्यसै